असारको दर्के झरीले लेकका थुम्काहरू रसाएका थिए। विमला भर्खरै यो गाउँमा बुहारी बनेर आएकी थिइन्, जहाँका पहाडका भित्ताहरूमा पसिना र माटोको सुगन्ध मिसिएको हुन्थ्यो। उनको घर गाउँको अलि माथिल्लो भेगमा थियो, जहाँबाट तलका बेसीहरू ऐना झैं टल्किएका देखिन्थे। शहरको कोलाहलबाट आएकी विमलालाई सुरुमा त यो एकान्त र झ्याउकिरीको आवाजले अलि अत्यास नलागेको होइन, तर जब उनले आँगनको मझेरीमा बसेर छिमेकीका घरबाट निस्किएको धुवाँ देखिन्, उनले यो ठाउँमा एउटा छुट्टै आत्मीयता महसुस भयो। विमलाको स्वभाव सफा पानी जस्तै कञ्चन थियो, सबैलाई सघाउन खोज्ने र सबैसँग हाँसी खुसी बोल्ने। तर उनको घरको दैलो भने अलि कडा थियो। उनकी सासू, जसलाई गाउँलेहरू ठुली आमा भन्थे, उनी अलि पुराना र कठोर विचारकी थिइन्। सासूको मान्यता थियो कि आफ्नो काम आफै गर्नुपर्छ, कसैको अगाडि हात फैलाउनु हुँदैन र अरूको कुरामा धेरै चासो राख्नु पनि उचित छैन। विमलाले पहिलो हप्तामै महसुस गरिन् कि यो घरमा परम र ऐचो पैचो जस्ता शब्दहरू वर्जित जस्तै थिए। सासू सधैँ भन्थिन् कि कसैको एक माना नुन ल्याउनु भनेको आफ्नो स्वाभिमान धितो राख्नु हो। विमलालाई भने यो कुराले बिझाउँथ्यो। उनले माइतीमा देख्दै आएकी थिइन् कि कसरी छिमेकीहरू एउटाको दुःखमा अर्को ओत बन्न आउँथे। विमलाले बिस्तारै घरको कामको मेसो समात्न थालिन्। बिहानै उठेर पँधेरोमा पानी लिन जाँदा होस् वा वनमा दाउरा घाँस गर्न जाँदा उनले गाउँका अरू बुहारी र दिदीबहिनीहरूको आँखामा एउटा अनौठो कौतूहलता र केही हदसम्म डर देखिन्। उनीहरू विमलासँग बोल्न त खोज्थे, तर ठुली आमाको डरले टाढैबाट मुसुक्क हाँसेर बाटो लाग्थे। विमलालाई लाग्यो कि यो पर्खाल तोडिनुपर्छ। एक दिन पँधेरोमा गाउँकी सानी बुहारी निकै चिन्तित मुद्रामा बसेकी थिइन्। विमलाले सोधखोज गर्दा थाहा पाइन् कि उनको घरमा गाई बियाएको छ, तर खुवाउने कुँडो बनाउन अन्नको कमी भएको छ। विमलाको घरमा अन्नको भण्डार थियो, तर सासूको अनुमति बिना एक मुठी अन्न पनि बाहिर निकाल्न कठिन थियो। विमलाले आफ्नो भागको खानाबाट अलिकति जोगाएर र आफूले माइतीबाट ल्याएको केही पैसाले गुपचुप रूपमा सानी बुहारीलाई मद्दत गरिन्। यो ऐचो पैचोको सुरुवात थियो, जुन उनले सासूको आँखा छलेर गरेकी थिइन्। उनलाई थाहा थियो कि मान्छेलाई मान्छेको खाँचो जुनसुकै बेला पर्न सक्छ। सासू भने आफ्नै संसारमा मग्न थिइन्। उनी गोठ र खेतको काममा कसैको मद्दत नलिई एक्लै घोटिन्थिन्। विमलाले सासूको त्यो एक्लोपन र थकान देख्दा मनमा नमिठो लाग्थ्यो, तर बोल्ने साहस आउँदैन थियो। गाउँमा रोपाइनको सिजन सुरु भइसकेको थियो। चारैतिर बाउसे र रोपेराहरूको स्वर सुनिन्थ्यो। खेतका गराहरूमा मुड्कीले हिलो छ्यापाछ्याप गर्दै रमाइलो भइरहेको हुन्थ्यो, तर विमलाको घरमा भने सन्नाटा थियो। सासूले यसपालि पनि कसैलाई परम नबोलाउने र खेताला खोजेरै काम सक्ने जिद्दी गरेकी थिइन्। विमलाले भान्साको झ्यालबाट छिमेकीका खेतमा भइरहेको रौनक हेर्थिन् र आफ्नो घरको अवस्था सम्झेर लामो सास फेर्थिन्। उनलाई लाग्थ्यो सम्बन्धको खेती नगर्नेले माटोको खेती मात्र गरेर के सुख पाउनु र। विमलाले लुकीछिपी छिमेकीका सानातिना कामहरूमा हात बटाउन थालिन्। कसैको बच्चा रोइरहेको बेला काखमा लिइदिन्थिन् त कसैको डोको उचाल्न मद्दत गरिन्। उनको यो सहयोगी भावनाले गाउँलेहरूको मन बिस्तारै जित्दै गयो। मान्छेहरू सासूको डरले अगाडि नबोले पनि मनमनै विमलालाई असल बुहारी भन्न थालिसकेका थिए। सासूलाई भने यी सबै कुराको अत्तोपत्तो थिएन। उनी त केवल आफ्नो खेतको आली लगाउन र बिउ काट्नमा व्यस्त थिइन्। एक साँझ गाउँमा ठूलो हुरी बतास चल्यो। विमलाको घरको छानोको केही फुस उडायो, पानी चुहिन थाल्यो। सासू आत्तिएर यताउता गर्न थालिन्। घरमा पुरुष मान्छे कोही थिएनन्। सासूले छिमेकीलाई गुहार्न खोजिन्, तर उनको पुरानो घमण्डले जिब्रो रोकिदियो। विमलाले भने ढोका खोलेर बाहिर हेरिन्। केही बेरमै छिमेकीहरू हातमा डोरी र बाँस बोकेर दौडिँदै आएको देखियो। सासू अचम्म परिन्। उनीहरूलाई कसले खबर गर्यो? सासूको मनमा एउटा ठूलो प्रश्न जन्मियो। उनले वर्षौंदेखि बनाएको एक्लोपनको किल्ला कसरी यति चाँडै ढल्यो? उनले छिमेकीहरूलाई सधैँ टाढा राखेकी थिइन्, तर आज उनी आफ्नै जस्तै गरी मद्दतमा जुटेका थिए। विमलाले भित्रै भित्रै मुस्कुराहट लुकाइन्। उनलाई थाहा थियो कि यो उनले रोपेको आत्मीयताको बिउ हो, जुन आज फल दिन थालेको थियो। तर सासूको कठोरता अझै पूर्ण रूपमा पग्लिसकेको थिएन। सासूले उनीहरूलाई धन्यवाद त दिइन्, तर मनको कुनामा अझै पनि एउटा संकोच थियो। हामीले उनीहरूलाई केही दिएका छैनौं, किन उनीहरू यति धेरै मरिहत्ते गर्छन्? सासूको यो प्रश्नको उत्तर विमलासँग थियो, तर उनले सही समयको प्रतीक्षा गरिन्। गाउँमा परम र ऐचो पैचोको यो नयाँ अध्यायले विमलाको जीवनमा कुन मोड ल्याउने हो, त्यो भने अझै रहस्यकै गर्भमा थियो। अँध्यारो रातमा झरीको आवाजसँगै विमलाले भोलिको रोपाइनको बारेमा सोच्दै आँखा चिम्लिन्, जहाँ पसिना मात्र होइन मनहरू पनि मिसिनुपर्ने थियो।
भोलिपल्ट बिहानैदेखि बादलको गर्जनले डाँडाकाँडा थर्काउन थाल्यो। असारको मध्य समय थियो र आकाशले आफ्नो सारा भण्डार धरतीमा खन्याउन तयार भए झैं देखिन्थ्यो। बिमला बिहानै उठेर मझेरी लिपपोत गर्दै थिइन्, तर उनको मन भने छिमेकीका खेततिर डुलिरहेको थियो। सासू ठुली आमा भने हातमा हँसिया बोकेर गोठको काममा व्यस्त थिइन्। उनको अनुहारमा हिजोको घटनाले ल्याएको अलिकति नरमपन्त देखिएको थियो, तर घमण्डको बादल अझै पुरै फाटेको थिएन। आज उनीहरूको माथिल्लो गराको रोपाई सुरु हुनुपर्ने थियो। सासूले 2 जना खेताला त खोजेकी थिइन्, तर यति ठूलो खेतमा 2 जनाले कसरी भ्याउनु? बिमलाले बिस्तारै भनिन्, आमा, आजको रोपाईमा गाउँका अरू मान्छे पनि आउँछन् होला, मैले हिजो पँधेरोमा कुरा गरेको थिएँ। सासूले च्याठिएर जवाफ दिइन्, मैले कसैलाई पर्म मागेको छैन र पछि कसैको खेतमा काम गर्न सक्ने मेरो उमेर पनि छैन। पैसा दिएर लगाएका खेतालाले जे जति भ्याउँछन् त्यतिमै चित्त बुझाउनु पर्छ। बिमला चुपचाप बसिन्। उनलाई थाहा थियो कि सासूलाई यो बुझाउन गाह्रो छ कि पर्म भनेको केवल श्रमको साटासाट मात्र होइन, यो त गाउँको अस्तित्व हो। पानी पर्न थाल्यो, खेतका आलीहरू भत्किन थाले। सासू आफै कोदाली बोकेर खेतमा ओर्लिन्, तर ढल्किन्दो उमेर र एक्लो ज्यानले कति नै धान्न सक्थ्यो र। बिमलाले बिउको मुठो बोकेर सासूलाई पछ्याइन्। हिलोमा गाडिएका खुट्टाहरू गहरौ हुँदै गएका थिए। त्यही बेला खेतको आलीमा एक होल मान्छेहरू देखा परे। हातमा डोको, कोदाली र बिउ बोकेका ती गाउँलेहरू कोही हाँस्दै त कोही असारे गीत गुनगुनाउँदै उनीहरूकै खेततिर आउँदै थिए। तिनको अगाडि कान्छी बजै थिइन्, जसलाई केही दिन अघि बिमलाले नुनको जोहो गरिदिएकी थिइन्। सासूले अचम्म मान्दै सोधिन्, तपाईहरू आज यता कता? आफ्नै खेतको रोपाई बाँकी छैन र? कान्छी बजैले मुसुक्क हाँस्दै भनिन्, हाम्रो त अलि पछि गर्दा पनि हुन्छ ठुली आमा, तर बिमला नानीले हाम्रो दुःखमा जुन गुण लगाएकी छिन् त्यसको बदलामा आज हामी पर्म तिर्न आएका हौं। सासू अक्क न बक्क भइन्। उनलाई थाहा थिएन कि बिमलाले सुटुक्क कतिलाई दुःखमा साथ दिएकी थिइन्। एकाएक सुनसान खेतमा रौनक छायो। बाउसेहरूले हिलो उछिट्याउँदै आली लगाउन थाले भने रोपेराहरूले लयबद्ध रूपमा बिउ रोप्न थाले। बिमलाको अनुहारमा एउटा छुट्टै चमक थियो। उनले देखिन् कि कसरी एउटा सानो ऐँचो पैँचोले आज यति ठूलो समूहलाई एकै ठाउँमा ल्याएको थियो। सासू भने एउटा छेउमा उभिएर सबैलाई हेरिरहिन्। उनले वर्षौंदेखि जोगाएर राखेको एक्लोपनको स्वाभिमान आज गाउँलेको माया अगाडि सानो देखिन थालेको थियो। दिउँसो खाजा खाने बेला भयो। बिमलाले ठूलो डेक्चीमा चिउरा, दही र अचारको व्यवस्था गरेकी थिइन्। सबैजना एउटा ठूलो चौतारीको मुनि बसेर गफिन्दै खाजा खान थाले। त्यहाँ हाँसो थियो, ठट्टा थियो र एउटा छुट्टै खालको सामिप्यता थियो। सासू पनि नजिकै आएर बसिन्। कसैले उनलाई मायाले अचार थपिदियो, कसैले उनको स्वास्थ्यको बारेमा सोध्यो। सासूलाई महसुस भयो कि उनी त वर्षौंदेखि यही आत्मीयताबाट टाढा भाग्दै थिइन्। त्यही बीचमा गाउँकी एकजना बुहारीले भनिन्, बिमला नानी त हाम्रो गाउँकी लक्ष्मी हुन्। उनले कसैलाई नभने म बिरामी हुँदा मेरो घरको गाईबस्तुको हेरचाह गरिदिएकी थिइन्। यो सुनेर सासूका आँखा रसाए। उनले बुहारीलाई सधैँ बाहिरिया र सहरिया सोचेर हेपेकी थिइन्, तर त्यही बुहारीले आज यो घरलाई गाउँको केन्द्र बनाएकी थिइन्। सासूको कठोरता बिस्तारै पग्लिँदै गयो। उनले पहिलो पटक बिमलाको काँधमा हात राखेर भनिन्, मैले तँलाई बुझ्न सकिनछु बुहारी। साँझ पर्नुभन्दा अघि नै सबै खेतको रोपाई सकियो। जुन काम सक्न सासूलाई 4 दिन लाग्थ्यो त्यो काम केही घण्टामै सम्पन्न भयो। गाउँलेहरू फर्कने बेला सासूले आफैले भकारीबाट अन्न निकालेर ऐचो पैचो भन्दै केही छिमेकीलाई कोसेली दिइन्। यो दृश्य देख्दा बिमलाको खुसीको सीमा रहेन। उनले बुझिन् कि केवल माटोमा अन्न उब्जाउनु मात्र जीवन होइन, मान्छेको मनमा विश्वास र प्रेम उब्जाउनु नै असल बुहारीको धर्म हो। त्यो रात बिमला र सासू मझेरीमा बसेर धेरै बेरसम्म कुरा गरे। सासूले आफ्ना विगतका कथाहरू सुनाइन्, कसरी उनी एक्लोपनको शिकार भइन् र कसरी उनले घमण्डलाई आफ्नो सुरक्षा कवच बनाएकी थिइन्। बिमलाले पनि आफ्ना सपनाहरू सुनाइन्। झ्याल बाहिर झरी परिरहेको थियो, तर घरभित्र भने आत्मीयताको न्यानोपन थियो। गाउँमा अब बिमलाको घर भनेर होइन, सबैको घर भनेर चिनिन थालेको थियो। पर्म र ऐचो पैचोको यो सिलसिला अब कहिल्यै नरोकिने गरी सुरु भएको थियो। भोलिपल्ट बिहानै सासू आफै छिमेकीकोमा पर्म तिर्न जान तयार भइन्। उनले आफ्नो पुरानो पछ्यौडी कसिन् र बुहारीलाई भनिन्, हिँड नानी, आज छिमेकीको खेतमा हाम्रो पालो छ।
विमलाले मुसुक्क हाँस्दै कोदाली समातिन्। अब यो घरमा केवल कामको बोझ थिएन, बरु छिमेकीसँगको सम्बन्धको मिठास थियो। यसरी एउटी बुहारीले आफ्नो सानो प्रयासले एउटा परिवार र पुरै गाउँको सोच बदलिदिएकी थिइन्। सासु र बुहारी दुवै मिलेर छिमेकीको परम तिर्न जान थालेपछि गाउँमा एउटा नयाँ चर्चा चल्न थाल्यो। हिजोसम्म दैलो थुनेर बस्ने ठुली आमा आज हातमा कोदाली र शिरमा मजेत्रो बाँधेर खेतको आलीमा ओर्लिँदा धेरैलाई सपना जस्तै लाग्यो। विमलाको अनुहारमा एउटा विजयको मुस्कान थियो, किनभने उनले केवल खेतको काम मात्र होइन, सासूको मनको कठोर पर्खाल पनि भत्काएकी थिइन्। असारको अन्तिम साता थियो, खेतहरू हरिया हुन थालिसकेका थिए, तर कामको चटारो अझै सकिएको थिएन। विमलाले गिखिन् कि गाउँको कुनामा रहेको माइली बजैको घर निकै शान्त थियो। माइली बजै एक्ली थिइन्, उनका छोराहरू सहर पसेका थिए र उनी आफै बिरामी परेर थलिएकी थिइन्। विमलाले सासूलाई बिस्तारै भनिन्, आमा, माइली बजेको खेत अझै बाझै छ रे, यसपालि उनलाई सघाउने कोही भएनछ। सासूले केही बेर सोचिन् र भनिन्, हाम्रो त परम तिरिसकेनु, अब आफ्नो गोडमेल गर्ने बेला भयो। विमलाले नम्र हुँदै जवाफ दिइन्, ऐचो पैचो केवल सामानको मात्र होइन आमा, समय र श्रमको पनि त हुन्छ नि। आज हामीले बजैलाई सघायौं भने भोलि हामीलाई पनि कसैले सम्झनेछ। सासूलाई बुहारीको कुरा मन पर्यो। उनीहरू दुवै मिलेर माइली बजैको घर पुगे। बजै पिँढीमा थलिएर बसेकी थिइन्। विमलाले बजैको सेवा गरिन् र सासूले खेतको मेसो मिलाउन थालिन्। विमलाले गाउँका अरू तन्नेरी बुहारीहरूलाई पनि भेला पारिन्। उनले भनिन्, आज हामी कसैको परम तिर्न होइन, धर्म कमाउन चाहँदैछौँ। विमलाको यो आह्वानले गाउँका 5-6 जना बुहारीहरू स्वतस्फूर्त रूपमा माइली बजैको खेतमा ओर्लिए। त्यो दिनको रोपाई अलि भिन्न थियो। त्यहाँ कुनै लेनदेनको हिसाब थिएन, केवल निस्वार्थ सेवा थियो। सासू ठुली आमाले पनि पहिलो पटक महसुस गरिन् कि अरूका लागि पसिना बगाउँदा मनमा जुन सन्तोष मिल्छ, त्यो आफ्नै लागि मात्र मरिहत्ते नर्दा मिल्दैन थियो। उनी आफै अघि सरेर बाउसे गर्न थालिन् र रोपेराहरूलाई असारे गीतको भाका हाल्न सघाइन्। माइली बजेले टाढैबाट आफ्ना आँखाका आँसु पुस्दै आशिष दिइरहिन्। दिउँसोको चर्को घाममा पनि कोही थाकेका थिएनन्। विमलाले घरबाट ल्याएको मकै र भटमासको खाजा सबैले बाँडेर खाए। त्यहाँ न सासू बुहारीको विभेद थियो, न त धनी र गरिबको खाडल। ऐचो पैचोको यो नयाँ रूपले गाउँमा एउटा ठूलो एकताको सन्देश फैलायो। विमलाले बुझिन् कि यदि बुहारीले घरको साँचो मात्र होइन, सम्बन्धको साँचो पनि सही तरिकाले घुमाउन सक्ने हो भने समाज नै परिवर्तन हुन सक्छ। साँझ घर फर्कने बेला सासूले विमलाको हात समातेर भनिन्, विमला, त आएपछि मेरो आँखा खुल्यो। मैले त यो गाउँलाई सधैँ पराया मात्र सोचे, तर आज बल्ल थाहा पाएँ कि यी सब त मेरै आफ्नै मान्छे रहेछन्। विमलाले सासूको हात थिच्दै भनिन्, आमा, गाउँ भनेकै एउटा ठूलो परिवार हो। यहाँ हामीले जे दिन्छौँ त्यही फर्केर आउँछ। सासूले मुसुक्क हाँस्दै भनिन्, भोलिदेखि म पनि पँधेरोमा तिमीसँगै जान्छु, त्यहाँ धेरै कुरा सुन्नु र सुनाउनु छ। त्यो रात विमलाको घरको मझेरीमा छिमेकीहरूका लागि सानो जमघटको आयोजना गरियो। मान्छेहरू आफ्नो घरबाट अलिअलि केही न केही लिएर आएका थिए। कसैले काँक्रो, कसैले गुन्द्रुक, त कसैले मोही। यो ऐचो पैचोको एउटा सुन्दर मेला जस्तै थियो। विमलाले भान्सामा खाना बनाउँदै गर्दा बाहिर मझेरीमा सासू र छिमेकीहरूको हाँसोको फोहरा सुनिन्। उनलाई लाग्यो कि आज उनको माइतीको याद पनि यो मायाको बीचमा हराएको छ। विमलाका श्रीमानले पनि शहरबाट फोन गर्दा घरको बदलिएको वातावरण सुनेर अचम्म माने। उनलाई विश्वासै लागेन कि उनकी कडा स्वभावकी आमा आज गाउँकी सबैभन्दा प्रिय पात्र बनेकी छिन्। विमलाले उनलाई सम्झाइन् कि मान्छेको मन बदल्न धेरै ठूलो कुरा चाहिँदैन, केवल अलिकति प्रेम र सानो सहयोगको हात भए पुग्छ। सासू अब केवल घरकी मालकिनी मात्र होइनन्, गाउँकी मार्गदर्शक बन्न थालेकी थिइन्। असार सकिएर साउन लाग्नै लागेको थियो। झरी अझै थामिएको थिएन, तर मान्छेका मनका तीतोपनहरू भने पखालिसकिएका थिए। विमलाले राति सुत्नु अघि सोचिन्, यो त सुरुवात मात्र हो, अझै धेरै कुराहरू बदल्न बाँकी छ। उनले आफ्नो डायरीमा लेखिन्, परम केवल खेतीको लागि होइन, जीवन जिउनको लागि पनि चाहिन्छ। सासूको घुराई र बाहिरको वर्षाको सङ्गीतको तालमेलमा विमलाले एउटा सुखद निन्द्राको सपना देखिन्। भोलिपल्ट बिहानैदेखि विमलाले अर्को योजना बनाउन थालिन्। अब गाउँमा केवल परम र ऐचो पैचो मात्र होइन, सामूहिक बचत र स्वास्थ्यको बारेमा पनि कुरा गर्नुपर्छ भन्ने उनलाई लाग्यो। सासूले उनलाई अब हरेक कुरामा साथ दिने वचन दिइसकेकी थिइन्। यसरी एउटी बुहारीले आफ्नो घरको चौघेरा नाघेर पुरै गाउँलाई एउटा मालामा गाँस्ने यात्रा जारी राखेकी थिइन्। गाउँको त्यो सानो घर अब केवल ढुङ्गा र माटोको संरचना थिएन, त्यो त प्रेम र एकताको मन्दिर बनेको थियो। साउनको झरीसँगै गाउँका खेतहरू गाढा हरियो भइसकेका थिए। धानका बिरुवाहरू हावाको लहरसँगै नाचिरहेका देखिन्थे। तर गाउँको सामाजिक सम्बन्धमा भने एउटा नयाँ तरङ्ग पैदा भएको थियो।
विमलाले सुरु गरेको ऐँचो-पैँचो र पर्मको लहर अब केवल खेतीपातीमा मात्र सीमित रहेन। गाउँका अन्य घरहरूमा पनि सासू र बुहारी बीचको सम्बन्धमा एउटा सकारात्मक परिवर्तन देखिन थालेको थियो। विमलाको घर अब गाउँका महिलाहरूको लागि एउटा चौतारी जस्तै बनेको थियो, जहाँ उनीहरू मनका कुरा साटासाट गर्न र नयाँ कुरा सिक्न आउँथे। एक दिन गाउँमा एउटा दुःखद खबर फैलियो। तल्लो टोलकी फूलमायाको घरमा आगलागी भएर अन्न पात्र लत्ता कपडा सबै खरानी भयो। फूलमायाको परिवारसँग अब लगाउने लुगा र खाने गाँस पनि बाँकी थिएन। गाउँमा सन्नाटा छायो। सासू ठुली आमाले यो खबर सुन्ने बित्तिकै विमलालाई बोलाइन्। पहिलेको सासू भए आफ्नो कर्मको फल हो भनेर चुप लाग्थिन् होला, तर अहिलेको सासूको मन बदलिसकेको थियो। उनले भनिन्, विमला, हाम्रो भकारीमा अलिअलि अन्न छ, त्यो लिएर फूलमायाकोमा जाउँ। आज उनीहरूलाई हाम्रो ऐँचो-पैँचोको सबैभन्दा बढी खाँचो छ। विमला र सासूले डोकोमा चामल, दाल र केही ओढ्ने ओछ्याउने कपडाहरू बोकेर फूलमायाको घरतिर लागे। उनीहरूलाई पछ्याउँदै गाउँका अरू महिलाहरू पनि आफ्नो गच्छे अनुसारको सहयोग बोकेर निस्किए। कसैले एक पाथी मकै ल्याए, कसैले गुन्द्रुक त कसैले पकाउने भाँडाकुँडा। विमलाले देखिन् कि पर्म र ऐँचो-पैँचो केवल खेतीको समयमा मात्र होइन, आपद विपदमा झन बढी शक्तिशाली हुने रहेछ। फूलमायाका आँखाबाट बगेका आँसुले गाउँको यो एकतालाई धन्यवाद दिइरहेका थिए। यही घटनापछि विमलाले गाउँमा एउटा बुहारी समूह बनाउने सोच बनाइन्। उनले सासूलाई सम्झाइन् कि यदि सबैले महिनाको थोरै थोरै अन्न वा पैसा एउटा ठाउँमा जम्मा गर्ने हो भने भोलि कसैलाई समस्या पर्दा कसैको अगाडि हात फैलाउनु पर्दैन। सासूले यो कुरालाई समर्थन मात्र गरिनन्, आफै अघि सरेर गाउँका पाका महिलाहरूलाई सम्झाउन थालिन्। हेर्नुस् दिदीबहिनी हो, हामीले वर्षौंसम्म आफू मात्र बाँच्यौं, तर अब छिमेकीका लागि पनि बाँच्न सिक्नुपर्छ। सासूको यो बाणीले गाउँमा एउटा छुट्टै प्रभाव पार्यो। तर गाउँमा सबै कुरा सोचे जस्तै सजिलो भने थिएन। गाउँका केही पुरुषहरू र पुराना विचारका मानिसहरूलाई विमलाको यो सक्रियता मन परिरहेको थिएन। उनीहरू भन्थे, बुहारीहरू घरको भित्र बस्नुपर्छ, बाहिर हिँडेर राजनीति गर्ने होइन। यो कुरा विमलाका श्रीमानको कानसम्म पनि पुग्यो। उनले शहरबाट फोन गरेर विमलालाई अलि सतर्क रहन भने, तर विमला डगमगाइनन्। उनलाई थाहा थियो कि उनले गरिरहेको काम कसैको विरुद्धमा होइन, बरु सबैको हितमा छ। एक साँझ गाउँको देउरालीमा पञ्चायत बस्यो। केही मानिसहरूले विमला र उनको समूहले गाउँको मर्यादा बिगारेको आरोप लगाए। सासू ठुली आमा पनि त्यहाँ उपस्थित थिइन्। सबैले सोचेका थिए कि सासूले बुहारीलाई गाली गर्नेछिन्, तर सासूले सबैको अगाडि उभिएर भनिन्, मेरो बुहारीले गाउँलाई टुटाउन होइन, जोड्न सिकाएकी छिन्। यदि कसैलाई दुःख पर्दा सहाउनु मर्यादा बाहिरको कुरा हो भने मलाई यो मर्यादा चाहिएन। सासूको यो अडानले विरोधीहरूको मुख बन्द गरिदियो। विमलालाई आफ्नी सासूको यो रूप देखेर गर्व महसुस भयो। उनले बुझिन् कि उनले सासूको मनमा जुन विश्वासको बिउ रोपेकी थिइन् त्यो अब एउटा विशाल वृक्ष बनिसकेको छ। त्यो रात घर फर्कदा सासू र बुहारी अध्यारो बाटोमा एउटा टर्चको उज्यालोमा हिँडिरहेका थिए। सासूले भनिन्, विमला, आज मलाई महसुस भयो कि मान्छेको जात र धर्म भनेकै मानवता रहेछ। मैले वर्षौंसम्म यो कुरा बुझ्न सकिनछु। साउनको अन्त्यतिर गाउँमा एउटा ठूलो महोत्सव जस्तै वातावरण बन्यो। विमलाको समूहले जम्मा गरेको अन्न र सहयोगले फूलमायाको घर फेरि ठडियो। यो केवल एउटा घर मात्र थिएन, यो त गाउँको सामूहिक भावनाको प्रतीक थियो। विमलाले देखिन् कि ऐँचो-पैँचोको सानो चलनले कसरी एउटा ठूलो सामाजिक सुरक्षाको काम गरेको छ। अब गाउँमा कसैलाई भोकै सुत्नुपर्ने डर थिएन। विमलाले अब गाउँमा साक्षरता कक्षा चलाउने सपना देख्न थालिन्। उनलाई थाहा थियो कि धेरैजसो सासू र बुहारीहरू पढ्न लेख्न नजान्ने भएकाले पनि उनीहरू ठगिने गर्छन्। उनले आफ्नो यो योजना सासूलाई सुनाइन्। सासूले भनिन्, म आफै पहिलो विद्यार्थी बन्नेछु बुहारी, मलाई पनि आफ्नो नाम लेख्न सिक्नु छ। विमलाको आँखा खुसीले रसाए। उनलाई लाग्यो कि उनको यो पर्मको यात्रा अब शिक्षाको ज्योतितिर मोडिएको छ। रातको सन्नाटामा विमलाले सोचिन्, एउटी बुहारीले चाहेमा एउटा घर मात्र होइन, पुरै समाजको सोच बदल्न सक्ने रहेछ। केवल धैर्य र प्रेमको आवश्यकता पर्ने रहेछ। भोलिको सूर्योदयसँगै गाउँमा अर्को नयाँ अध्याय सुरु हुनेवाला थियो। झ्यालबाट देखिने ताराहरूले पनि विमलाको यो सङ्घर्ष र सफलतालाई हेरेर मुस्कुराइरहे झैँ लाग्थ्यो। यो यात्रा अझै लामो थियो, तर अब विमला एक्ली थिइनन्। उनीसँग उनको घर, उनकी सासू र पुरै गाउँ थियो। भदौको महिना लागेसँगै गाउँका फाँटहरूमा धानका बाला झुल्न थालेका थिए।
हरियो रङ बिस्तारै पहेँलोमा बदलिँदै जाँदा गाउँलेहरूको मनमा हर्ष र उत्साह छाउनु पर्ने हो, तर यसपटक प्रकृतिले अलि फरक परीक्षा लिने सङ्केत देखायो। धेरै दिनसम्म लगातार परेको झरीले गर्दा गाउँको तल्लो भेगका खेतहरू डुबानमा पर्ने र माथिल्लो भेगमा पहिरो जाने जोखिम बढेको थियो। बिमलाले देखिन् कि यो सङ्कटको घडीमा मानिसहरू फेरि आफ्नो व्यक्तिगत स्वार्थतिर फर्कन खोज्दै थिए। कसैले आफ्नो खेतको पानी अर्काकोमा पठाउन खोज्ने त कसैले सुरक्षित ठाउँमा एक्लै बस्न खोज्ने प्रवृत्ति देखिन थाल्यो। बिमलाले महसुस गरिन् कि पर्म र ऐँचो पैँचोको भावना सुखको बेलामा मात्र होइन, दुःखको पराकाष्ठामा झन बढी आवश्यक हुन्छ। उनले सासू ठुली आमासँग सल्लाह गरिन्। सासू अब केवल घरकी मुली मात्र थिइनन्, उनी गाउँकी आमा जस्तै बनेकी थिइन्। उनले भनिन्, बिमला, गाउँमा सङ्कट आएको छ। यस्तो बेला हामीले मान्छेलाई एकजुट गराउनुपर्छ, नत्र हामी सबै डुब्नेछौँ। सासूको यो परिपक्व सोचले बिमलालाई थप हौसला दियो। एक रात मुसलधारे वर्षा भयो। गाउँको मुख्य बाटो पहिरोले थुनियो र खोलाको पानी गाउँतिर सोझिन थाल्यो। बिमलाले तत्कालै आफ्नो बुहारी समूह र गाउँका युवाहरूलाई परिचालन गरिन्। उनले भनिन्, आज हामीले कसैको खेत जोगाउन होइन, हाम्रो गाउँ जोगाउन पर्म लगाउनुपर्छ। सुरुमा केही मानिसहरू हिचकिचाए, तर जब बिमला र उनकी सासू आफै हातमा कोदाली र बोरा बोकेर खोलाको बाँध बाँध्न निस्किए, तब पुरै गाउँ ओर्लियो। त्यो रातको दृश्य अभूतपूर्व थियो। अँध्यारोमा टर्चको उज्यालोमा बुढाहरूले सल्लाह दिइरहेका थिए, युवाहरूले ढुङ्गा बोकिरहेका थिए र बुहारीहरूले बोरामा बालुवा भरिरहेका थिए। बिमलाले नेतृत्व गरिरहेकी थिइन्। उनले ऐँचो पैँचोको परिभाषालाई अर्को उचाइमा पुर्याइन्, श्रमको ऐँचो र साहसको पैँचो। रातभरिको अथक प्रयासपछि खोलाको धारलाई गाउँतिर पस्नबाट रोकियो। बिहानको झुल्के घामसँगै जब मानिसहरूले आफ्नो गाउँ सुरक्षित देखे, उनीहरूको आँखामा थकाइ होइन, जितको चमक थियो। यही घटनाले गाउँमा एउटा ठूलो पाठ सिकाएको थियो। पर्म केवल खेतीपातीको श्रम साटासाट गर्ने माध्यम मात्र होइन, यो त एउटा ठूलो सुरक्षा संयन्त्र रहेछ भन्ने सबैले बुझे। बिमलाको साक्षरता कक्षामा पनि अब केवल अक्षर चिनिने मात्र भएन, त्यहाँ सामाजिक समस्याका बारेमा गम्भीर छलफल हुन थाल्यो। सासू ठुली आमाले अब आफ्नो नाम ठुली मात्र होइन, एकता भनेर लेख्न सिक्न थालेकी थिइन्। उनले भनिन्, बिमला, अक्षर चिन्नु भनेको संसार देख्नु रहेछ। तर यही बीचमा एउटा नयाँ समस्या आइलाग्यो। गाउँमा एउटा ठूलो व्यापारी आयो जसले गाउँको सबै उब्जनी सस्तोमा किनेर शहरमा महँगोमा बेच्न चाहन्थ्यो। उसले मानिसहरूलाई प्रलोभन देखायो र आपसी सम्बन्धमा दरार ल्याउन खोज्यो। उसले किसानहरूलाई भन्यो, यो ऐँचो पैँचो गरेर के पाइन्छ, मलाई सिधै बेच्नुस्, म नगद दिन्छु। केही लोभी मानिसहरू उसको पछि लाग्न थाले। बिमलालाई लाग्यो कि गाउँको यो आत्मीयता फेरि पैसाको अगाडि हार्न लागेको छ। बिमलाले एउटा सामूहिक भेला बोलाइन्। उनले भनिन्, पैसा आज आउँछ, भोलि सकिन्छ, तर सङ्कटको बेला जब तपाईँको घर भत्किन्छ वा तपाईँ बिरामी पर्नुहुन्छ, त्यो व्यापारी तपाईँलाई सहाउन आउँदैन। तपाईँलाई सहाउने त यही ऐँचो पैँचो गर्ने छिमेकी नै हो। उनले गाउँमै एउटा सामूहिक भण्डार बनाउने प्रस्ताव गरिन्। उनले बुझाइन् कि यदि सबैले मिलेर आफ्नो उत्पादन शहरमा उचित मूल्यमा बेच्ने हो भने कसैको शोषण हुँदैन। सासूले बिमलाको यो योजनालाई आफ्नो पुरै बल लगाएर समर्थन गरिन्। उनले गाउँका पाका मानिसहरूलाई भनिन्, हामीले वर्षौंसम्म एक्लै लड्यौं र हार्यौं, अब मिलेर लड्ने पालो आएको छ। सासूको यो कुराले गाउँलेहरूको मन छोयो। व्यापारीको प्रलोभनमा परेकाहरू पनि फेरि बिमलाकै समूहमा फर्किए। गाउँमा एउटा सहकारीको अवधारणा सुरु भयो, जसको जगमा त्यही पुरानो ऐँचो पैँचोको संस्कार थियो। बिमलाले सहरमा रहेका आफ्ना स्वामीलाई पनि यो कुरा सुनाइन्। उनी यति प्रभावित भए कि उनले शहरमा एउटा सानो बजारको व्यवस्था गरिदिए, जहाँ गाउँको शुद्ध उब्जनी सिधै बेच्न सकियोस्। यसरी पर्मको यात्रा अब आर्थिक समृद्धितिर मोडियो। बिमलाले देखिन् कि जब मनहरू जोडिन्छन् तब असम्भव देखिने कुराहरू पनि सम्भव हुन रहेछन्। सासू अब बुहारीको हरेक कदममा उनको छाया बनेर साथ दिइरहेकी थिइन्। दशैं नजिकिँदै थियो। गाउँमा लिङ्गेपिङ हालिएको थियो। बिमलाको घरमा यसपालि कोसेली बोकेर आउने छिमेकीहरूको ताती थियो। कसैले नयाँ चामलको चिउरा ल्याएका थिए त कसैले वनको केरा। यो कुनै लेनदेनको हिसाब थिएन, यो त एउटा ठूलो परिवारको प्रेम थियो। सासूले मझेरीमा बसेर सबैलाई आशीर्वाद दिइरहँदा बिमलाले भान्साबाट मुस्कुराउँदै हेरिरहिन्। उनलाई लाग्यो कि यो घरको जग अब ढुङ्गामा होइन, मान्छेको विश्वासमा अडिएको छ। बिमलाले आफ्नो डायरीको अर्को पाना पल्टाइन्। त्यहाँ लेखिएको थियो, ऐँचो पैँचो केवल सामानको होइन, यो त जिन्दगीको भरोसा हो। उनलाई थाहा थियो कि अब जस्तोसुकै आँधीबेरी आए पनि यो गाउँ डगमगाउने छैन, किनभने यहाँका मानिसहरूले बुझिसकेका थिए कि एक्लै हिँड्दा चाँडो पुगेला, तर सँगै हिँड्दा टाढासम्म पुग्न सकिन्छ। बिमला र सासूको यो सम्बन्ध अब पुरै गाउँको लागि एउटा कथा बनेको थियो।
पर्म लगाउने बुहारी र बदलिएको गाउँको कथा। दशैंको टीका र जमराको सुगन्धले गाउँका प्रत्येक घरको मझेरी सुगन्धित भएको थियो। पर्वतको त्यो सानो गाउँ जुन कहिलेकाहीँ सुनसान र उदास देखिन्थ्यो, आज एउटा ठूलो उत्सवको केन्द्र बनेको थियो। बिमलाको घरको आँगनमा गाउँका सबै उमेरका मानिसहरू भेला भएका थिए। कोही नयाँ धानको चिउरा कुट्न सघाइरहेका थिए त कोही सेलरोटी पकाउने तयारीमा थिए। सासू ठुली आमा आज घरको सबैभन्दा सक्रिय र खुशी सदस्य थिइन्। उनले आफ्नो पुरानो रेशमी पछ्यौरी ओढेकी थिइन् र हातमा टीकाको थाली बोकेर सबैलाई स्वागत गरिरहेकी थिइन्। बिमलाले भान्सामा काम गर्दा गर्दै बाहिरको रौनक खेलिन्। उनलाई विश्वासै भइरहेको थिएन कि केही महिना अघि मात्रै यो घरमा छिमेकी छिर्न पनि डराउँथे। आज त्यही घर गाउँको साझा चौतारी बनेको थियो। बिमलाका श्रीमान पनि शहरबाट घर आइपुगेका थिए। उनले घरको यो नयाँ स्वरूप र आमाको बदलिएको व्यवहार देखेर बिमलालाई सुस्तरी भने, बिमला, तिमीले त मेरो घरको जग नै बदलिदियौ। मैले त आमालाई कहिल्यै यति धेरै हाँसेको देखेको थिएन। बिमलाले मुसुक्क हाँस्दै भनिन्, यो त केवल ऐँचो पैँचोको कमाल हो। मैले त केवल बाटो देखाइदिएको मात्रै हो। दशैंको भोलिपल्ट गाउँमा एउटा विशेष सभाको आयोजना गरियो। यो सभा कुनै राजनैतिक दलको थिएन, बरु बिमलाले सुरु गरेको पर्म र ऐँचो पैँचो समूहको वार्षिक समीक्षा थियो। गाउँको देउरालीमा सबैजना भेला भएका थिए। बिमलाले समूहको बचत र सामूहिक भण्डारको हिसाब सबैलाई सुनाइन्। अचम्मको कुरा त के थियो भने बिमलाको यो सानो अभियानले गर्दा गाउँका कुनै पनि किसानले यसपटक व्यापारीसँग सस्तोमा अनाज बेच्नु परेन। सबैले उचित मूल्य पाएका थिए र सबैको घरमा अन्नको भण्डार भरिएको थियो। सभाको अन्त्यमा सासू ठुली आमा उभिनुभयो। उनले थरथराउँदो तर दृढ स्वरमा भनिन्, मैले जिन्दगीभरि सोचेँ कि मेरो सम्पत्ति भनेको मेरो खेत र मेरो भकारी हो, तर आज बुढेसकालमा आएर थाहा पाएँ मेरो असली सम्पत्ति त मेरा छिमेकी र मलाई माया गर्ने यी मानिसहरू रहेछन्। मेरो बुहारीले मलाई पर्म लगाउन मात्र होइन, मन जोड्न पनि सिकाइन्। सासूको यो कुरा सुनेर धेरैका आँखा रसाए। गाउँलेहरूले बिमलालाई आदर्श बुहारीको उपाधि दिँदै सम्मान गरे। तर बिमलाले भनिन्, म केवल यो गाउँको एउटा सदस्य हुँ जसले पर्मको रीतलाई जिउँदो राख्न मात्र खोजेको हो। तिहारको बेला गाउँ झनै झिलिमिली भयो। बिमलाको नेतृत्वमा गाउँका महिलाहरूले सामूहिक रूपमा देउसी भैरो खेले। त्यो पैसा उनीहरूले आफ्नै मनोरञ्जनमा खर्च नगरी गाउँको एउटा सानो पुस्तकालय र स्वास्थ्य चौकीको कोषमा जम्मा गरे। ऐँचो पैँचोको यो नयाँ रूपले गाउँमा शिक्षा र स्वास्थ्यको ढोका पनि खोल्दै थियो। बिमलाले अब गाउँका बालबालिकाहरूका लागि एउटा सानो बाल क्लब पनि सुरु गरिन्, जहाँ उनीहरूलाई गाउँको संस्कार र पर्मको महत्त्व सिकाइन्थ्यो। हिउँद लाग्यो, लेकमा हिउँ पर्न थाल्यो, तर गाउँका मान्छेहरूको मनमा भने न्यानोपन थियो। बिमलाले देखिन् कि अब कसैको घरमा बिहे व्रतबन्ध हुँदा वा कोही बिरामी पर्दा पुरै गाउँ आफै ओहिरिन्थ्यो। कसैले कसैलाई गुहार्नु पर्दैन थियो। पर्म अब केवल खेतीपातीमा मात्र होइन, मानवीय संवेदनामा पनि लागू हुन थालेको थियो। सासू ठुली आमा अब बिमलाको सल्लाह बिना कुनै पनि काम गर्दैनथिन्। उनी भन्थिन्, बुहारी, अब मेरो चस्मा तिमी हौ। तिमीले जे देख्छौ त्यही नै सही हो। कथाको यो अन्तिम अध्यायमा बिमलाले आफ्नो डायरीको अन्तिम पानामा एउटा सुन्दर सन्देश लेखिन्। उनले लेखिन्, समाज परिवर्तन गर्न ठूला भाषण वा धेरै पैसा चाहिँदैन। केवल एउटा सानो सहयोगको हात र छिमेकीको दुःखमा आफ्नोपनको महसुस भए पुग्छ। ऐँचो पैँचो भनेको सामानको साटासाट मात्र होइन, यो त विश्वासको लगानी हो। बिमलाको यो सानो गाउँ अब पुरै जिल्लाको लागि एउटा नमुना बनेको थियो, जहाँ सासू र बुहारीको झगडा होइन, उनीहरूको एकताको चर्चा चल्थ्यो। साँझको समयमा बिमला र सासू आँगनको डिलमा बसेर अस्ताउँदो सूर्य हेरिरहेका थियो। सासूले बिमलाको हात सुस्तरी सुमुस्याउँदै भनिन्, तिमी केवल मेरो घरकी बुहारी मात्र होइनौ, तिमी त यो गाउँकी छोरी हौ। बिमलाले सासूको काँधमा टाउको राखिन्। बाहिर चिसो हावा चलिरहेको थियो, तर उनीहरूको मनभित्र भने एउटा तृप्तिको न्यानोपन थियो। पर्म लगाउने बुहारी र ऐँचो पैँचोको यो कथा यहीँ सकिए पनि यसले सुरु गरेको परिवर्तनको लहर भने सधैँभरि त्यो पहाडी गाउँमा गुन्जिरहनेछ।